जुगा पर्दा कसैले औषधि गर्छ भनी त्यसलाई पनि ठोक्नुपर्छ अब कि जुगाको चाहिँ प्राण होइन र लाङखुट्टे मार्नेलाई जेल हाल्न पर्छ के त्यसको चाहिँ बाँच्ने अधिकार छैन र भिडियो पुरा हेर्नुहोस् मजा आउँछ कुकुरलाई जुगा पर्यो नि औषधि गर्ने ठोक्नु पर्छ जुगाको प्राण होइन जुगा बाँच्न नपाउने जुगाको पनि त स्वास्नी होला जुगा पनि त छोरा होला जुगाको पनि त सन्तान उत्पादन हुनु परेन अन्त्य भएन कहाँ पाइयो त्यसरी एउटा कुराले यो कालिदासलाई हेरेर अरूले शिक्षित भएको थियो क्या मलाई विद्वान हुनु छैन म पाखे हो 6मा 6 कक्षा पढेँ जुगा पनि प्राण हजुर उसले पाउनु पर्छ भोलि म उडुस मारेर पाइँदैन भनेर आउँछु यहाँ पायो लामखुट्टे मारेर पाएन भनेर आउँछु म यहाँ पाइयो हावादारी बस्दिन्छु पागलै पागल भएको ठाउँमा अर्को एउटा पागल हुन्छ के थपिन्छ देशमा पागलको कमी छैन एउटा थपिन्छ अरू केही हुन्छ भनेपछि यहाँ जति पनि जनावरको संरक्षण गर्नु पर्यो भन्ने आएको नि पागल होइनन् आदि शिक्षा भएका पागल भन्न मिल्दैन यहाँ चाहिँ कस्तो भने कुकुरलाई पशु देखे अनि त्यही कुखुरा फेरि कुखुरा खुट्टा ल्याएर पुरा बाँडिराख अनि कुखुरा चाहिँ मारिदिने कुखुरा चाहिँ मारिदिने कुखुराको पनि त रोग्नी छ भाले अन्डा पार्नु पर्यो त्यो अन्डाले नयाँ जीवन हेर अन्डा किन खाइ जन्मिने नभए खाइदिने भने कमसे कम कुखुरा त अलिकति संसार त जित्यो कमीलाई त किन लाग्यो फेरि तल हो यो मर्नु हुँदैन है सरी है मर्नु हुँदैन मर्नु भने चाहिँ हुँदैन भन्नुहोस् तपाईँले माछा मासु खाँदै खानुहुन्न होला है म त खान्छु यस्तो हो तपाईँ त बाँदर मारेर पनि खानु भएको अनुभव होला नि कि छैन कुद्दा कुद्दै लखड्दै मरेर पक्लकै कस्तो हुन्छ भनेर साथ म त 2-3 ढुङ्गा त हान्देऊ मैले बाँदरलाई हान्दे त्रिशुलीमा जाँदा उहाँ सर के मकै खानिदिने उहाँ भगडे सगडे दुनियाँ दिवा नखाए पनि टोकेर हिँडिन्छ नामै त बाँदर के